सावित्री हो। सावित्री हो। कति भयो नि मकै पोल्न थाल्नु भएको? 75 सालदेखि हो के कति वर्ष भएको? 75 साल भन्नुभएको, म त 75 वर्ष भयो। 75 सालदेखि हो। यही बाटोमा पोल्दै हुनुहुन्छ? 75 सालदेखि बाटोमा हैन यार, चुलोमा पोल्दै हुनुहुन्छ। 7 वर्षदेखि मकै पोल्दै हुनुहुन्छ। अनि यो मकै चाहिँ कहाँको हो नि? गैँडाकोटकै हो भाइ। तपाईँ घरमा आफै फलाउनुहुन्छ कि अझ किनेर ल्याएर बेच्ने कि कसो? किनेर ल्याएर नि हो, आफ्नै त धेरै हुने किनेर ल्याउने हो। किनेर ल्याएर बेच्दा पनि फाइदा हुन्छ। आफ्नै गाउँको आफ्नै घर बसिराख्न भन्दा कतिमा किन्नुहुन्छ नि मकैको एउटा घोगालाई? त्यो भन्नु नि। सिजन अनुसार हुन्छ। जाडोमा जाडो महिनामा 19-20 पर्छ भने अहिले 10, 12, 5। 5 रुपियाँ पनि पाइन्छ मकै? अनि बेच्ने त तपाईँले पोलेर बेच्ने त एउटै सधैँ एउटै रेट होला होइन? फाइदा पुग्छ होला। बस्छ यहाँ बसेर धुलो धुवा खानुहुन्छ। खाइजानु भोलि बस्नु पऱ्यो के अरे, तर 500 आउँछ कि गर्मी घरि 10 बत्तिएर नि हुन्छ। जाडोमा त बस्नु जाने। यस्तो मकै पोल्ने काम सानो जस्तो लागेन तपाईँलाई? लागेन किन लाग्ने हो र जग्गा। काम सानो ठुलो हुँदैन नि। नराम्रो काम गर्नुभयो भएन, राम्रो काम गरेर भयो। आउनेलाई कति भोक लागेको त यही मकै 30 रुपियाँमा चल्यो है। दिनमा कतिजना जति मान्छे आउँछन् दिदी? त्यस्तो थाहै हुन्न भयो। एभरेजमा यी त सुन्नु न, हामीले 100 घोगा ल्याउँदा बोल्न छुट्याउँछौँ 40 वटा भनेपछि हरियो छुट्टै बेच्छौँ गर्दा 50-60 जना त आउँछ होला है। टिमहरू धेरै हुन्छ नि त। कति धेरै 32-33 जना हाम्रो। अनि 1 घन्टा घोगा खाँदा 30 जना हम क्या यो लाइनमा? यो दुईटै लाइनमा गएर अहिले त आएन कति। अनि यो ठाउँ चाहिँ आफ्नै हुन्छ दिदी? आफ्नै हुन्छ, अर्काको किन कतिको लाग्यो नि दिदी? ठिकै लाग्यो। भोट त हाल्नुहुन्छ? अब आउने नेता कस्तो आइदिए हुन्छ जस्तो लाग्छ? राम्रो आइदियो हुन्छ जस्तो लाग्छ कि कस्तो हुन्छ कस्तो के थाहा। अहिलेसम्म भइरहेको नेता मन परिरहेको कि नयाँ नेता मन पराउनु भएको कि? बोला ठिकै जाने भोलि आइज। दिदी हजुर नेता के अहिले देखिरहेको नेता मन परिरहेको कि अझ नयाँ? यो त भएन, नयाँ नयाँ आए केही हुन्थ्यो जस्तो लागिरहेको छ। के लागिरहेको छ हजुरलाई? पहिलाको पनि ठिकै थियो के समा त हामीलाई त अहिले नि अब कस्तो आउँछ अब नयाँ झन् कस्तो आउँछ, पुरानो त्यस्तो हो, नयाँ कस्तो आउँछ। अब आउनेले चाहिँ के गरिदिए हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई? के गरिदियो जस्तो लाग्छ र राम्रो काम दिए हुन्छ, राम्रो